हेलो साथीहरू नमस्कार। उहाँ चाहिँ मेरी आमाकी आमा हुनुहुन्छ। मेरो आमा 8 वर्षको उमेरमा बित्नुभयो र उहाँले नै मलाई हुर्काउनु भयो, पढाउनु भयो, बढाउनु भयो। उहाँले चाहिँ मलाई असाध्यै धेरै माया गर्नुहुन्छ। मेरो हजुरआमा भए पनि म चाहिँ उहाँलाई मम्मी नै भन्छु। उहाँले नै मलाई हुर्काउने, पढाउने, बढाउने सबै कामहरू, मेरो सम्पूर्ण जिम्मेवारीहरू उहाँले नै लिनुभएको हो। अनि अहिले ओम जय शिव ओमकार स्वामी हर शिव ओमकार ब्रह्मा विष्णु सदाशिव ब्रह्मा विष्णु सदाशिव विश्वभान संगे ओम हर हर महादेव एकानन चतुरानन पंच नन राजे शिव पंच नन राजे। हेलो अदिति। हजुर, उहाँ आमा चाहिँ तपाईँको को हो? बुढो मावलीको आमा। अनि तपाईँ उहाँलाई भेट्न आउनुभएको आज कि चैते दसैँ मनाउन आउनुभएको? चैते दसैँ आएको, भेट्न ल्याएको न। अनि बुढी आमाको चाहिँ कतिको माया लाग्छ तपाईँलाई? धेरै। मम्मीको धेरै माया लाग्छ कि बुढी आमाको माया लाग्छ? दुवैजनाको धेरै माया लाग्छ। आज आमालाई गीत सुनाइदिने हो कि एउटा? हुन्छ। के गीत सुनाइदिने? जुन पनि हुन्छ। अदिति, आज अब बुढी आमालाई के गीत सुनाउने? दुर्गेश थापाको। ल सुरु गर्नुहोस् त। के हो तिम्रो नाम बहिनी परिचय पाम, हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम, कता हिँडेको हो बिजुली बालेर, हट भएर पट भएर ब्युटी भएर हामी क्युटी भएर। आमा नमस्कार। नमस्कार। तपाईँको नाम के हो? माइली राणा। कति वर्षको हुनुभयो? म 84 नाइसकेका छु। अनि तपाईँको छोराछोरी कतिजना छन्? छैनन्। नाति नातिना नि? नाति छ, नातिनी छ, पलाती छ। अनि तपाईँलाई कसले भेट्न आउँछ त? नातिनी भेट्न आउँछ। नातिले नि? नाति दसैँ मात्रै आउँछ, अघि पछि भेट्न आउँदैन? आउँदैन। अनि तपाईँलाई नातिनीको माया लाग्छ कि नातिको माया लाग्छ?